हेलो साथीहरू, खाना खानुभयो त? अनि हजुरहरूकोतिर मौसम कस्तो छ नि? हाम्रोतिर चाहिँ पुरा पानी पर्न लाग्छ तो यस गर्मी छैन, पानी पर्न लागेर। अनि के खाना पकाउनु भयो त? आज तरकारी के पकाउनु भयो त हजुरहरूले? मैले चाहिँ आज भेजिटेरियन माछा बनाएको थिएँ कि। अब भेजिटेरियन माछा भन्दा के हो जस्तो भयो होला हजुरहरूलाई। म देखाउँछु है त। यहाँ हेर्नु ल, कसले चिन्नुहुन्छ हजुरहरूकोतिर के भन्छ यो तरकारीलाई? मैले चाहिँ भेजिटेरियन माछा नाम राखिदिएको छु। खासमा यसको नाम चाहिँ बिडिया हो कि। यसलाई पकाउँदाखेरि चाहिँ तेलमा हल्का सुरुमा तार्नुपर्छ, फ्राई रोस्ट गर्नुपर्छ मजाले रातो रातो हुन्जेलसम्म। मैले रोस्ट गरेँ एकछिनसम्म तेलमा, अनि रोस्ट गरेर त्यसलाई निकालेर राखेँ छुट्टै। अनि त्यही कराईमा चाहिँ मेथी सेथी हालेर पकाउनलाई रेडी गरेँ। कराई हेर्नु न, डढेर सबै मास जस्तो हैरान बनायो आज कराईले। अनि प्याज हालिदिएँ त्यही कराईमा तेलमा, रातो भएपछि प्याज रातो भएपछि लसुन पनि हालिदिएँ। लसुन पनि मजाले पाकिसकेपछि हल्का बेसर हालेर टमाटर पनि हालिदिएँ। अनि टमाटरलाई नि नुन हालेर पाक्न छोडिदिएँ। मजाले पाकेपछि मिठो हुन्छ नि त। नुन चाहिँ आफ्नो टेस्ट अनुसार हालिन्छ। कहिले धेरै खानुहुन्छ, कहिले थोरै खानुहुन्छ होला। म चाहिँ अब अलिक कमै हाल्छु, त्यही नै कहिले काहीँ बढी भइहाल्छ। अनि मजाले मसला, गरम मसलाहरू सबै थोक हालिदिएँ। अनि आलु नि उसिनेर राखेको थियो, आलु म्यास गरेँ सबै आलुलाई म्यास गरेर आलुलाई पनि त्यहाँ टमाटर र उसको मसलाको ग्रेभी पाकेको छ जुन कराई म त्यसमा हालिदिएँ। अनि हालेर एकछिन फ्राई हुनलाई छोडिदिएँ चलाएर। अनि सबैतिर मसला लाग्छ नि त आलुमा, अनि खान मिठो हुन्छ, नभए त फेरि खान सकिँदैन। अनि आफूलाई चाहिने जति पानी हालिदिएँ। अनि पानी हालेर एकछिन उम्लिनलाई छोडिदिएँ। अनि उम्लिसकेपछि चाहिँ भेजिटेरियन माछा यानि कि बिडियालाई पनि हालिदिएँ। बिडिया हालेर मजाले उम्लिन छोडिदिएँ कि। बिडिया त फ्राई भएको हुन्छ, साह्रो हुन्छ, फेरि टोकिँदैन नि त। अनि यता तरकारी पनि पाएको मेरो। यता मामुले खाना बसाइसक्नु भएको थियो, खाना पनि सिटी लाग्यो। सिटी लागेपछि चाहिँ तरकारी खनाएर त्यही कराईमा चाहिँ सागलाई उल्टाङ पुल्टाङ पारेँ। यतापट्टिबाट फर्काएर उतापट्टिबाट चलाउँदाखेरि पाकिसक्छ कि यो साग चाहिँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।